JLPTN5 खान्जी राइटिङ 73 नम्बर। 73 नम्बरमा नागाई नागाई यसको अर्थ लामो। यो खान्जीको लेख्ने तरिका हेरौं। यसको पढ्ने तरिका योमिकाता। कुन योमीमा नागाई नागाई र ओन योमीमा चो चो। यसका केही भोक्याबुलरीहरू हेरौं। 1 नम्बरमा नागाई 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 भनेको लामो। 2 नम्बरमा नागासा 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 भनेको लम्बाई। 3 नम्बरमा स्याचो 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 भनेको कम्पनीको बोस। 4 नम्बरमा खाइचो 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 भनेको अध्यक्ष। 5 नम्बरमा नागामोची 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 भनेको लामो समयसम्म टिक्ने अथवा धेरै समयसम्म नबिग्रिने खालको। 6 नम्बरमा सिन्चो 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 भनेको शरीरको उचाइ लम्बाइ। 7 नम्बरमा सेचो 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 भनेको वृद्धि हुनु विकास हुनु बढ्नु। 8 नम्बरमा सिचो 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 भनेको नगर प्रमुख। 9 नम्बरमा चोनान 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 भनेको जेठो छोरा। 10 नम्बरमा नागासाकी केन नागासाकी केन नागासाकी केन भनेको चाहिँ जापानको नागासाकी प्रिफेक्चर। 11 नम्बरमा तेन्चो 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 भनेको शाखा प्रमुख अथवा कुनै पनि पसलको मिसेको प्रमुख। 12 नम्बरमा साइचो 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 भनेको सबैभन्दा लामो।